अब सुरु भयो विन्टर भ्याकेसन। हाई एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल सासा संसारमा हजुरहरूलाई एकदमै धेरै स्वागत छ। आज चाहिँ म पुगेँ न्यु रोड, यो ब्याग किन्नु थियो। दिदी चाहिँ बाहिर जाने भन्नुभएको भएर चाहिँ हामी न्यु रोड पिपल्स प्लाजा पुग्यौँ। त्यहाँबाट एउटा ब्याग लियौँ। त्यसपछि चाहिँ अलिअलि इनरवेयरहरू किन्नु भएको भएर हामी न्यु रोड पनि पुग्यौँ। होलसेल जान्छौँ क्या हामी। अनि यो चाहिँ हाम्रो सुन्दर न्यु रोड। अनि न्यु रोडमा कामसाम सकेर चाहिँ हामी फर्किने क्रममा घर फर्किँदैछौँ। साँझ पनि परिहाल्ने, आजभोलिको दिन छोटो है, कति छिटो साँझ पर्ने के। अनि यहाँ चाहिँ नानी चाहिँ आफ्नो मम्मासँग एकदमै ह्याप्पी खेलिरहेको छ। एकदम जे गर्यो त्यही गर्नुपर्छ कि, उसलाई कति रमाउँछ कि खेल्नलाई खेल्दैछन्। अनि त्यसपछि नानीको डिमान्डमा चाहिँ सानवीको अब विन्टर भ्याकेसन सुरु भयो। त्यस कारणले चाहिँ लेग पिस खाने रे भनेर मैले चाहिँ घरमा नै यसरी उसलाई चाहिँ लेग पिस बनाएर दिएँ। एकदम मन पनि परायो। मैले चाहिँ यसलाई म्यारिनेट गरिसकेपछि चाहिँ 1-2 घन्टाको लागि फ्रिजमा राखिदिएको थिएँ। त्यसपछि म खाँदैछु यहाँ ब्ल्याक कफी विथ लेमन। अनि त्यसपछि यहाँ पाक्दैछ अनि पकाउँदैछु, नानीहरूसँग खेल्दै पनि छु। विन्टर भ्याकेसन छ है, के गरौँ हुने, होमवर्क अलिअलि गर्छन्, अलिअलि पढ्छन् बच्चाहरू, नत्र टिभी मोबाइलमै झुन्डिने त हुन्। अनि त्यसपछि चाहिँ म चाहिँ उनीहरूलाई अब यसो टाइम पास गराउनको लागि पकाउने दिने यस्तै गरिरहेको छु। यहाँ चाहिँ पाक्दैछ। पाकुन्जेलसम्म चाहिँ हामी टिकटक बनाइहालौँ एउटा भनेर मामु छोरी यहाँ टिकटक बनाउन सुरु गर्दैछौँ हामी 3 जना है। सानी पनि खुसी हुन्छन् क्या टिकटक बनाउन भन्दा नि, यसरी क्यामेरामा जिस्केको गरेको 3 जना एकै ठाउँमा हुँदा चाहिँ एकदम ह्याप्पी हुने कि उसलाई ऊ चाहिँ। अनि यसरी मैले चाहिँ नानीलाई दिएँ पूजासँग। अनि यहाँ सानी पनि खाने भन्दै थिइन्, तर उसले यस्तो कुराहरू खान त खाँदैन, अलिअलि पूजाहरू खाने हो है। अनि उसको कपाल चाहिँ म कतिचोटि बाँध्नु, जति बाँधे पनि खोलेको गर्छ। टोपी पनि लगाउन नमान्ने है। अनि यहाँ सानी चाहिँ टेस्ट गर्दैछ, सानवी चाहिँ उसलाई चाहिँ मिठो लाग्यो अरे। अनि धेरै दिन भयो थियो नखाएकोमा मैले खान मन लागिरहेको थियो भन्दै थिइन्। किनभने अहिले सानै भएको भएर मैले यस्तोहरू बनाएको पनि थिइनँ कि, पहिला त अलि बनाउँथेँ। अहिले चाहिँ यस्तै भएको थियो, मैले कहिल्यै खाएको थिइनँ भन्दै छिन् यहाँनिर, तर उसले भुले कि हुन चाहिँ है। त्यसपछि मेरो चकचकी सानीलाई त चकचक गर्न कसले भेट्ने, ऊ यसरी खेल्दैछन्, एकै धुनधुन खेलिरहन्छन्। अनि सानवी यहाँ आफ्नो लेग पिस इन्जोय गर्दैछिन्, सानी आफ्नो पारामा खेल्दैछिन् है। अनि यहाँसम्म आइपुग्नु भयो भने चाहिँ सब्सक्राइब गर्न प्लिज नबिर्सिनु होला। सासा संसार। थ्याङ्क्स फर वाचिङ, प्लिज सब्सक्राइब, बाई बाई।